परमेश्वरप्रतिको मेरो विश्वास। मेरो जीवनमा परमेश्वरप्रतिको विश्वास एउटा ठुलो सहारा हो। जीवनमा हरेक दिन एउटै किसिमको परिस्थिति हुँदैन। कहिले खुसीका दिन आउँछन्, कहिले दुःख र समस्याका दिन पनि आउँछन्। कहिलेकाहीँ आफूले सोचे जस्तो कुरा नहुँदा मन निराश हुन्छ, डर लाग्छ र आफूलाई एक्लो महसुस पनि हुन्छ। तर त्यस्तो समयमा म परमेश्वरलाई सम्झिन्छु र उहाँमाथि भरोसा राख्ने प्रयास गर्छु। मेरो विश्वासमा परमेश्वर भनेको केवल मन्दिर, चर्च वा कुनै एउटा ठाउँमा मात्र खोज्ने कुरा होइन। उहाँलाई हामीले आफ्नो मन, व्यवहार र जीवनमा पनि महसुस गर्न सक्छौँ। अरूलाई राम्रो व्यवहार गर्नु, दुःखी मानिसलाई सहयोग गर्नु, कसैलाई नराम्रो नचाहनु र कठिन परिस्थितिमा पनि आशा नछोड्नु पनि परमेश्वरप्रतिको विश्वासको एउटा हिस्सा हो भन्ने मलाई लाग्छ। म कहिलेकाहीँ कमजोर हुन्छु, गल्ती पनि गर्छु, तर गल्ती भयो भन्दैमा जीवनदेखि हार मान्नु हुँदैन भन्ने कुरा म सिक्दैछु। परमेश्वरले मलाई हरेक कठिनाइबाट केही न केही सिकाइरहनु भएको छ भन्ने विश्वास गर्छु। भविष्यमा मेरो जीवनमा जस्तोसुकै परिस्थिति आए पनि म डराएर पछि हट्न चाहन्न। म मेहनत गर्नेछु, राम्रो साथ राख्नेछु र परमेश्वरमाथि विश्वास गर्दै अगाडि बढ्नेछु। मेरो लागि परमेश्वरप्रतिको विश्वास भनेको अन्धविश्वास मात्रै होइन, कठिन समयमा पनि आशा, साहस र सकारात्मक सोचका साथ अघि बढ्ने शक्ति हो। परमेश्वर पिता, हजुरलाई करोड करोड धन्यवाद। हजुरलाई गुरु येशू मसीहको नाममा करोड करोड धन्यवाद भन्दै आमेन।